हात टोकेर रुँदैछौ बिस्तारी खाने यस्तो हुन्छ। हामी चाहिँ सेकेन्ड राउन्ड खाना खाइसकेर यहाँ दिदी चाहिँ निदै सक्नुभयो। हेलो वेलकम ब्याक टु मेरो न्यू भिडियोमा फेरि पनि तपाईँहरूलाई स्वागत छ साथीहरू। अझ 2082 साल वैशाख 1 गते हाम्रो नयाँ वर्षको पावन अवसरमा मेरो सम्पूर्ण युट्युब फ्यामिलीलाई 2082 सालको शुभकामना भन्दै आजको मेरो नयाँ सालको नयाँ भिडियो चाहिँ सुरु हुन गइरहेछ साथीहरू। आजको हाम्रो यात्रा भनेको चाहिँ आकाशे धारासम्म हुनेछ। त्यो आकाशे धारामा चाहिँ साली हुनुहुन्छ। सालीको कोठामा गएर हाम्रो चाहिँ नयाँ वर्ष मनाउने प्लानिङ छ साथीहरू। सबैजना निस्किसक्यो। म चाहिँ यहाँ पछाडि परिरहेको छु। केटाकेटाहरू सबै हिँडिसक्यो होइन। अब म पनि जानुपर्ने हुन्छ साथीहरू होइन। अब बाटोमा बाँकी के हुन्छ म तपाईँहरूलाई अपडेट गर्दै अगाडि बढ्नेछु साथीहरू है त। हामी चाहिँ यहाँबाट जोरपाटीसम्म पुग्नुपर्ने हुन्छ। हामीलाई जोरपाटीमा थोरै काम छ, किनमेल गर्नुपर्ने। एकछिन किनमेल गरेर चाहिँ हामी त्यहाँबाट चाहिँ बस चढ्छौँ साथीहरू। यहाँबाट जोरपाटी जानु चाहिँ लगभग हामीलाई 10 मिनटदेखि 15 मिनट लाग्छ होला। केटाकेटीहरू चाहिँ पर पुगेछ, धेरै पर पुगेर अगाडि बढ्दैछन्। म चाहिँ यहाँ भएर जाँदैछु होइन। उनीहरू चाहिँ अघि 10 मिनट जति अगाडि हिँडेको होला, तर यहाँ त बाहिर पुग्यो होला। म चाहिँ यहाँ मेरो थोरै काम थियो कोठामा, त्यही भएर अलिक ढिलो भयो साथीहरू। फाइनली म चाहिँ केटाकेटीहरूलाई भेटेँ होइन। उनीहरू अगाडि हिँडिरहेको थिएँ, म चाहिँ कुद्दै आएँ, त्यही भएर उनीहरूलाई भेट भयो। अब चाहिँ हामी सँगै अगाडि बढ्नुपर्ने हुन्छ साथीहरू है त। कता हिँडेको तिमीहरू? कहाँ हिँडेको प्रशान्त? ल अब हामी चाहिँ लाग्यौँ साथीहरू, जोरपाटी पुग्नै लाग्यौँ। अब यहाँबाट लगभग 2 मिनट 3 मिनटमा जोरपाटी निस्किन्छौँ। अनि त्यहाँबाट चाहिँ हामी गाडी चढ्नु पर्ने हुन्छ। फाइनली म चाहिँ जोरपाटी आइसकेँ होइन। अब यहाँबाट चाहिँ अब माछा लानुपर्ने हुन्छ होइन। जोरपाटीबाट माछा लगेर जानुपर्ने। अनि आज नयाँ वर्षमा चाहिँ माछा फ्राई गरेर झ्याप्पा लाउने भन्ने हाम्रो सल्लाह छ साथीहरू होइन। अब हेरौँ हम त भिड छैन अझ त मासु पसल त राम्रो जताततै भिडभाड छ त हौ। माछा लगाउँ भनेको। फाइनली साथीहरू हामी चाहिँ जोरपाटीबाट माछा किनेर नि गाडीमा चढिसक्यौँ साथीहरू। माछा चाहिँ यहाँ बोकिरहेको छु। अब जाने हो कसियाली लगेर, माछा कसियाली। आज चाहिँ नयाँ वर्षले गर्दा त्यति भिडभाड छैन। यहाँ त अहिले एकदम भिडभाड हुनुपर्ने। गाडी पनि अलिक खट्टा मात्रै चल्दो रहेछ। यति चाहिँ साथीहरू। फाइनली साथीहरू हामी चाहिँ आकाशे धारा आइपुग्यौँ। अब यहाँबाट चाहिँ सालीको कोठा पुग्नै लाग्यौँ। हजुर के हो? हो ल पुग्यो। फाइनली साथीहरू हामी चाहिँ सालीको कोठामा आइपुगिसक्यौँ। र यहाँ चाहिँ परिकारहरू बन्दैछ भर्खर भेटघाट भएर। यता चाहिँ लोकल कुखुराको मासु पाक्दैछ। हाम्रो सारा दिदी कुक, अन्जु साली पनि कुक। यहाँ चाहिँ रानी के अरे राजा भएर बसिरहेछ। यतापट्टि सरको हिरो आउने बित्तिकै खुसीले हाँसेकै छ। यता छ अर्को राजा। हाम्रो 2082 सालको नयाँ वर्षको चाहिँ हाम्रो के भन्यो, यो मेजबान नै भन्ने होला होइन दिदी? मेजबान चाहिँ धुमधाम रेडी हुँदैछ। यस्तै हो हाम्रो मेजबान चाहिँ। स्याउ काटेर रेडी गरिसक्नुभयो सालीले। अङ्गुर धुँदै हुनुहुन्छ अब फेरि यता। अब यता चाहिँ यसलाई चाहिँ के भन्छ, पाङ्ग्रा जाते भन्छ। पाङ्ग्रा साधेको परिकार चाहिँ यस्तो छ आज साथीहरू। नयाँ वर्ष 2082 सालको। दिदी भान्से उतातिर पाक्दैछ। यता खाँदै गर्ने, उता पाक्दै गर्छ। हाम्रो ग्रुप चाहिँ आज कतिजना भयौँ भने
6 जना भएछौँ अनि साली गोमा प्रशान्त अनिस अनि म 6 जनाको ग्रुप आज अब यहाँ रेडी भइसक्यो अब यहाँबाट ब्रेकफास्ट हाम्रो सुरु भयो यो चाहिँ ब्रेकफास्ट मात्रै हो अझै खानु त बाँकी छ पाक्नु बाँकी छ अहिलेको लागि हाम्रो पहिलो चरणमा चाहिँ यहाँबाट सुरु हुन्छ अब दोस्रो चरणमा अब अरू हुन्छ आज तेस्रो चरणसम्म जान्छ तेस्रो चरणसम्म जान्छ कि चौथो चरणसम्म जान्छ त्यो थाहा भएन पहिलो चरण चाहिँ यस्तै भयो साथीहरू कसैले ह्याप्पी न्यू इयर भन्दै उता सानो कान्छीले दिनुभयो खै भनेको थ्याङ्क यू ल अब यहाँ हाम्रो चाहिँ चिसो सार्दै हुन्छ दिदीले अनिले त रक्सी खाएको कि चिसो हो रक्सी होइन नि बिस्तारै बिस्तारै अब यहाँ अर्को सार दिदीले फेरि यो चाहिँ चिसो नखाने मान्छेको लागि औषधि सार्दै हुनुहुन्छ यता सारले चाहिँ स्प्राइटसँग मिक्स गर्नुहुन्छ अरे अब कुन चाहिँ खाम कुन चाहिँ नखाम यत्रो धेरै छ अगाडि गाह्रो पो हो चेस गरौँ ल गर्नु है खामै प्रशान्त कहाँ हिँडेको हो हाम्रो ग्रुप चाहिँ यस्तो छ साथीहरू सरर पारेर भक्का भक्का हान्दै हुनुहुन्छ सबैजनाले अहिले चाहिँ यहाँ सबैजना भक्का भक् खाँदै हुनुहुन्छ यताबाट चाहिँ हात टोकेर रुँदैछौ बिस्तारै खाने है यस्तो हुन्छ अहिले चाहिँ लगभग 10 बज्यो होला बिहान चिया मात्रै खाएको त्यही भएर केटाकेटी एकदम भोकाएर छिटो छिटो खाने हुँदाखेरि प्रशान्तले चाहिँ अघि औला टोकेर रिसाइरहेको छ ऊ छिटो छिटो खाने हुँदा भोक लाग्यो होला केटोलाई छिटो छिटो खाने हुँदाखेरि हात टोकेर रुँदैछ ल अनिस नयाँ वर्षको शुभकामना दिनु पर्यो नि कसरी दिन्छ लु देउता नयाँ वर्षको शुभकामना दिनु पर्यो नि अब देऊ न अब कसरी आउँछ अब तिमीले आउने कसरी दिन सक्छौ त नि भन्न अरे अब म उता उसको रेकर्ड गरेछ सारा दिदी जाऊ न अब नयाँ वर्षको बारेमा सम्पूर्णलाई नयाँ वर्षको धेरै धेरै शुभकामना नमस्कार अनि काशीलाई चाहिँ आज विदाई गरेर 82 गर्दैछौँ आज दिवस रमाइलो भयो अब 82 भरि रमाइलो हुन्छ होला प्रशान्तले नि अब देऊ नदिने शुभकामना अन्त सालले नै दिनु न अब नयाँ वर्षको शुभकामना हेलो चाहिँ हाल्नुभयो शुभकामनाको कुरा गर्ने बित्तिकै अनुहारै लुकाउनु भयो यता सालीले अनिसले नि दिनु सकेन यता अर्को ठुलो डनले अघि दिइसक्यो सारा दिदीले दिइसक्नुभयो अब म नि दिनु पर्यो होइन मेरो भिडियो हेरेर बस्नुहुने सम्पूर्ण साथीहरूलाई यो आउने नयाँ वर्ष 2082 सालको शुभकामना भन्दै अब मेरो भिडियो चाहिँ अब कन्टिन्यू गर्नुपर्ने हुन्छ होइन अब हाम्रो यो पहिलो चरण चाहिँ यस्तो भयो अब दोस्रो चरण तेस्रो चरण चौथो चरण कति चरणसम्म पुग्छ होइन अपडेट गर्दै गर्नुपर्ने छ अनि यहाँ सारा दिदीसँग चाहिँ म विदेश जानुभन्दा अगाडि नि धेरै अगाडि भेटेको लगभग 3 वर्षै बेसी भयो होला नभेट्न भएको यहाँ सालीसँग चाहिँ म जाने बेला पनि भेट भएको थियो त्यही भएर सालीसँग चाहिँ 2 वर्ष भोला भेट्न भएको मेरो भाइको ब्लग हेर्दिनु होला कमी कमजोरी बताइदिनु होला अब उसको सुरुवात छ अब बिस्तारै गर्दै जान्छ हैन राम्रो गर्दिनु होला कमेन्ट गर्दिनु यो नयाँ सालको भिडियोमा चाहिँ 1 लाख भ्युज पुर्याइदिनु होला र 10,000 सब्स्क्राइब पुर्याइदिनु होला है साथीहरू होइन दिदी त्यही त हो नि अब यो नयाँ सालमा त पुर्याउनु पर्यो नि त कि कसो प्रशान्त अनि यहाँ त खाएकै छ फर्स्ट राउन्ड चाहिँ हाम्रो सक्यो है साथीहरू अब कति राउन्ड पुग्ने हो
सेकेन्ड राउन्डमा बिस्तारै हुन्छ। यहाँ सारीले झिङ्गा समाउनुहुन्छ अनि फ्राई गर्नुहुन्छ अनि खानुपर्छ। समाउनु भयो? झिङ्गाको पनि आज रोस खानुपर्छ। हामी मान्छे चाहिँ राक्षसै है, त्यत्रो थियो अघि, अहिले सबै खाली खाली छ। अब खानु त कति केजी खायो होइन, सिधै हो। खाए जस्तो चाहिँ मै छु, मलाई देखाऊ। तिमी हो खाए जस्तो। सारा दिदी नै उता साली त अत्ताले हुनुहुन्छ अर्को राउन्डको लागि। मान्छे अब फर्स्ट राउन्डकै खाइसकेको छैन। सकेर अब सारा दिदीले दोस्रो चरण सुरु गर्दै हुनुहुन्छ। आज दिनभरिमा कति चरण पुग्ने हो, जति दियो त्यति खाने हो सारा दिदी। हालेकै गर्नु। अब दोस्रो चरण भइसक्यो, तेस्रो चरणको लागि यहाँ रेडी हुँदैछ। आज हाम्रो माछा फ्राई हुनु बाँकी छ। आज लगभग 5-6 चरण चाहिँ पुग्छ होला। कति धेरै मासु लाग्यो मलाई। लोकल मासुसँग भात कस्तो छ हौ अनिस? ठिक छ नि। हाम्रो थर्ड राउन्ड भइसक्यो कि कसो? थर्ड राउन्ड भइसक्यो। थर्ड राउन्ड हो। हामी चाहिँ सेकेन्ड राउन्ड खाना खाइसकेर यहाँ दिदी चाहिँ निदाइसक्नु भयो। यहाँ भर्खर खाइसकेर उठिरहेछ। यता सालीले चाहिँ धन्दा गर्न थालिसक्नु भयो। गाह्रो छ नि। अब हाम्रो थर्ड राउन्ड भइसक्यो। अब फोर्थ राउन्ड हुनु बाँकी छ। गाह्रो छ। आजको दिनभरि खाएरै दिन बित्ने भयो यही कोठाभित्र। 2082 सालको सुरुवात त रमाइलो भयो होइन। अब बाँकी दिन चाहिँ कति हुने हो? 365 मध्येमा एक दिन त यहीँ बितेको। अब 364 दिन कसरी बित्ने हो? एक दिन त रमाइलोसँगै बित्यो साथीहरू। बाहिर चाहिँ पानी परिरहेछ। यता चाहिँ निन्द्रा पुगिरहेको छैन सारा दिदीलाई चाहिँ। हामी चाहिँ भर्खर उठ्यो, मुख पनि धोएको छैन। अब हाम्रो पकाउनु पर्ने चिज यहाँ छ। कतिखेर पकाएर खाने हो? हाम्रो अर्को अन्तिम परिकार बन्दैछ यहाँ। सारा दिदी र अन्जु सालीले सुरु गर्दै हुनुहुन्छ। आजको हाम्रो अन्तिम शिकार चाहिँ माछा हुने भयो हाम्रो 2082 सालको सुरुवातको दिनमा। यो माछाको शिकार गरेपछि चाहिँ सबैजना छुटिनुपर्छ होला भन्ने मलाई लागिरहेछ। डाँडातिर अब पानी पर्दैन घुम्ने हो। यहाँ बाहिरको मौसम चाहिँ हल्का पानी पर्न जस्तो छ, त्यही भएर सबैजनाले यसपालि हेरेर 1 लाख 1 लाख भ्युज पुऱ्याएर 10,000 चाहिँ सब्सक्राइब पुऱ्याइदिनु भन्ने मेरो अनुरोध हो। तर के गर्नु, यहाँ 1,000 पुगिरहेको छैन, गाह्रो छ। त्यस आज चाहिँ हाम्रो दिनैभरि खाने, सुत्ने, पकाउने मात्रै काम हो अनि रमाउने काम। ल है पाक्नु आँट्नु सक्यो। अब चाहिँ कसरी पकाउँदै हुन्छ दिदीले। आधी पाक्यो आधी बाँकी छ होइन। पाकेपछि झराप्पै यसलाई सितान बनाउने हो। दुई भाइ चलेको छ भोकाएर। यहाँ पनि भोकाएर रन्थनी रहेछ। औ यस्तो छ केटाहरूको। के गर्नु, अहिले भर्खर खाएको। अब जति खाइ नै नहुने फुच्चीलाई। गाह्रो छ हौ, गाह्रो छ। यस्तो चाहिँ साथीहरू आजको नयाँ वर्ष चाहिँ सुरुवात चाहिँ यसरी भयो। अब के हुने हो होइन बाँकी दिनहरूमा चाहिँ। र साथीहरू आजको हाम्रो चाहिँ अन्तिम राउन्ड चाहिँ अब यसरी भयो। यतिले गर्दा अब समाप्त गर्नुपर्ने हुन्छ। नयाँ वर्ष पनि अब वेलकम गरियो। अब यो वर्षैभरि यसरी मेजबान भइरहोस् होइन। यस्तै हो साथीहरू। चटपटेहरू पनि बनेछ। यहाँ माछा पनि फ्राई भइसकेछ। अब चाहिँ यो शीतललाई बजाएपछि सबैजना छुट्ने हाम्रो सल्लाह छ। यहाँ दिदीले ओपन गरिहाल्नु भयो। अब यस्तै हो। अर्को सालको नयाँ वर्षमा त कहाँ पुगिन्छ होइन। यो सालको नयाँ वर्ष त्यस्तै भयो साथीहरू। अब मेरो भिडियो नि धेरै लम्ब्याउनु उचित मानिन। ल यो चाहिँ अन्तिमचोटि चस है। अन्तिमचोटि चस गरेर सबै खाम न।
धामी आजको भिडियो चाहिँ यहीँबाट अन्त्य गर्नुपर्ने हुन्छ साथीहरू होइन। भिडियो पनि अब धेरै गाजाङ गुजुङ भयो। अहिलेसम्म मेरो भिडियो हेरिदिनु भएकोमा सबैजनालाई थ्याङ्क यू भेरी मच भन्दै आजको भिडियोबाट चाहिँ टाटा बाई बाई भन्दै अर्को भिडियोमा भेट्ने बाचाका साथ बाई बाई।